स्वागत छ दर्शकबिन हाम्रो युट्युब च्यानल हाम्रो लोकसेवा हाम्रो तयारीमा मिति 2081 साल जेठ 1 देखि स्वागत छ दर्शकबिन युट्युब च्यानल हाम्रो लोकसेवा हाम्रो तयारीमा मिति 2081 साल चैत्र 1 देखि 30 सम्मको समसामयिक अपडेट हामी तपाईहरुमा प्रस्तुत गर्दैछौं। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। तसर्थ अब हामी आजको विषयवस्तुतिर अग्रसर हुन्छौं। आजको विषयवस्तुमा हाम्रो प्रश्न नम्बर 1 मा रहेको छ नेपाल प्रहरीको 31औं महानिरीक्षक आईजीपी मा नियुक्त हुनुभएको हो भनी छ, जसको आन्सर रहेको छ हाम्रो दीपक थापा। विक्रम सम्वत 2081 चैत्र 4 मा चाहिँ उनी नियुक्त हुनुभयो। त्यसैगरी प्रश्न पूर्ण यहाँ फोटो हेर्न सक्नुहुन्छ, यी चाहिँ दीपक थापा हुन्। त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ काठमाडौँ विश्वविद्यालय केयुङको उपकुलपतिमा को नियुक्त हुनुभएको हो भनेर छ, जसको आन्सर रहेको छ प्राडा अच्युत बागले भनेर छन्, जसको चाहिँ विक्रम सम्वत 2081 चैत्र 4 मा उनी चाहिँ नियुक्त हुनुभएको हो। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ प्रसिद्ध साहित्य लीला बहादुर छेत्रीको निधन कहिले भएको हो भनेर छ, जसको आन्सर विक्रम सम्वत 2081 फागुन 29 गते चाहिँ उनको निधन भएको हो। त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ यस वर्ष 2081 को बर्दी पहाडी समाजसेवी पुरस्कार कसलाई प्रदान गरियो भनिरहेको छ, जसको आन्सर रहेको छ पदम सन्दास भन्ने रहेको छ, जसको राशि रहेको छ 1,10,000 रहेको छ। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ 5 थरमा आयोजित राष्ट्रिय व्यापी कविता प्रतियोगिता 2081 मा प्रथम हुन सफल पर्सन व्यक्तित्व को हुन् भनेको छ, जसको आन्सर रहेको छ प्रथम हुने हिक्मत रावल। त्यसैगरी द्वितीय हुने चाहिँ जीवन ओराई। त्यसैगरी तेस्रो हुने चाहिँ होगरिया तयाङ भन्ने रहेको छ। त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ 10औं राष्ट्रिय खेलकुदको लोगो मस्कट सार्वजनिक कहिले गरिएको हो भनिरहेको छ, जसको आन्सर रहेको छ विक्रम सम्वत 2081 चैत्र 5 गते भनिरहेको छ। लोगो चाहिँ हाब्रे र पाण्डालाई लिएको छ। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ नेपालको उच्च हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान कहिले गरियो भनिरहेको छ, जसको आन्सर रहेको छ सन् 2025 इन्टरनेशनल क्यान क्लबले चाहिँ गरेको हो। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ नेपालमा 13औं पुतली काउन्ट अभियान सञ्चालन अवधि कुन हो भनिरहेको छ, जुन चाहिँ सन् 2025 मार्च 31 मा भएको हो। सञ्चालन गर्ने संस्थाको नाम चाहिँ बटरफ्लाई वाचर्स नेपाल भन्ने चाहिँ रहेको छ। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ सन् 2027 को विश्व पुस्तकालय शिखर सम्मेलन कहाँ भएको हो भन्नुहोस् भनेको छ, जसको आन्सर रहेको छ अप्सन नेपाल, जुन चाहिँ हाम्रो देश रहेको छ। भारत 2025 मा चाहिँ भारत र 2026 मा चाहिँ श्रीलङ्कामा हुने कुरो रहेको छ। त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ 2081 मा सम्पन्न बुढा सुब्बा गोल्ड कपको उपाधि कसले जितेको हो भनेको छ, जसको आन्सर रहेको छ यान आरटी। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ मिसेस नोवल नेपालको उपाधि जित्ने युवती को हुन् भनेको छ। यहाँ चित्र हेर्न सक्नुहुन्छ, बीचको मान्छे हुन्, उनको नाम चाहिँ सन्ध्या लामिछाने हो। अनि उपविजेता भनेको चाहिँ सर्वना जोशी भन्ने छन्, सर्वना जोशीले चाहिँ हुन् उपविजेता। यहाँ सेकेन्डमा हेर्न सक्नुहुन्छ चित्र। त्यसैगरी प्रश्न नम्बर 11 मा रहेको छ नेपालमा हाल चराचर प्रजातिको संख्या कति पुगेको छ भनेको रहेछ, जसको आन्सर तपाईहरुलाई हामीलाई थाहै छ 898 रहेको छ। विक्रम सम्वत 2081 फागुनमा यो नयाँ एउटा चरा पत्ता लाग्यो, जसको नाम हो भेटिएको थियो, जसको नाम हो बैजानी बनु गए। त्यसैगरी प्रश्न नम्बर 12 मा रहेको छ पोखरा भिजिट वर्ष 2025 मा कति टुरिस्ट भित्राउने टार्गेट रहेको छ भनेको छ, जसको आन्सर रहेको छ 20 लाख। यो तपाईहरुलाई इम्पोर्टेन्ट रहेको छ। त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ वर्ल्ड बैंकले सन् 2025 मार्च 24 मा सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपाल 3 दशकको आर्थिक वृद्धि दर कति रहेको छ भनिरहेको छ, जसको आन्सर रहेको छ 4.2%। रिपोर्ट 1996 टु 2023 रहेको छ। त्यसैगरी अब तपाईहरुले चाहिँ ओल्ड ह्याप्पिनेस रिपोर्ट अनुसार 2023 को हैन
सबैभन्दा खुसी देश र खुसी स्थानमा कुन राष्ट्र रहेको छ त्यसको विषयमा जान्न सक्नुहुनेछ। यहाँ हेर्नुहोस् है, तपाईँ चाहिँ सबभन्दा अगाडिमा रहेका देशहरू को हुन्? सबभन्दा पहिले फिनल्यान्ड छ, त्यसपछि डेनमार्क, त्यसपछि आइसल्यान्ड, त्यसपछि स्विडेन, त्यसपछि नेदरल्यान्ड, अनि पछाडिमा साउथ एसियाको रूपमा हेर्ने हो भने सबभन्दा अगाडि छ नेपाल 90औं स्थानमा, पाकिस्तान 109औं स्थानमा, भारत 118 स्थानमा, श्रीलङ्का 133 मा, बङ्गलादेश 134 मा हैन। त्यसै गरी प्रश्न नम्बर 15 मा रहेको छ 10औं राष्ट्रिय खेलकुदको मास्कोट के हो भनेको छ, जसको आन्सर रहेको छ रेड पाण्डा, हाब्रे पनि भनिन्छ जसलाई। विक्रम सम्वत 2081 चैतमा 5 मा सार्वजनिक भएको छ, जसको चित्र यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ रेड पाण्डा हो, यहाँ हेर्न सक्नुहुन्छ, यो रेड पाण्डा हो। त्यसै गरी प्रश्न नम्बर 16 मा रहेको छ साउथ एसियाली किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो भनेको छ, जो चाहिँ काठमाडौँमा भएको हो, जुन चाहिँ विक्रम सम्वत 2081 चैत्र 7 देखि 8 मा चाहिँ किसान सम्मेलन भएको छ। त्यसै गरी प्रश्न नम्बर 17 मा रहेको छ नेपाल कहिलेबाट अल्प विकसित राष्ट्र समूहबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने भएको छ भनेको छ, जसको आन्सर रहेको छ सन् 2026 देखि रहेको छ। त्यसै गरी प्रश्न नम्बर 17 मा रहेको छ 17औं संस्करणको धर्मश्री शारीरिक सङ्गठन प्रतियोगिताको उपाधि विजेता खेलाडी को हुन् भनेको छ, जसको चाहिँ आन्सर रहेको छ संस्कृति भन्ने बित्तिकै उमेश राईलाई सम्झिहाल्ने। त्यसै गरी धर्मको कुरा गर्ने बित्तिकै अनि पछि प्रश्न नम्बर 18 मा रहेको छ विक्रम सम्वत 2081 चैत्र 7 देखि सञ्चालन भएको एसी परीक्षामा सहभागी हुने विद्यार्थी संख्या कति रहेको छ भनेको छ, जसको आन्सर रहेको छ 5 लाख। यो कर्णालीमा पनि सोधेको छ के साथीहरु, एकदम ध्यान दिनु होला यो क्वेशनमा। यसको आन्सर रहेको छ 5,14,071 रहेको छ। छात्र 2,57,730 थिए भने छात्र चाहिँ 2,56,781 थिए। अनि देशभर यसको केन्द्रहरू चाहिँ रहेको छ देशभर 2079 अनुसार जापानमा 1 गरी 2080 अनुसार परीक्षा केन्द्र चाहिँ कायम भएका थिए। 2079 चाहिँ देशभित्र थिए र एउटा जापानको केन्द्र गरेर 2080 थिए। त्यसै गरी प्रश्न नम्बर 21 मा रहेको छ बिमस्टेकको 6औं शिखर सम्मेलन कहिले भएको हो भनेर छ, जसको आन्सर रहेको छ सन् 2024 अप्रिल 4 मा चाहिँ हाम्रो बिमस्टेकको 6औं शिखर सम्मेलन भएको हो। नेपालीमा चाहिँ चैत्र 22। त्यसै गरी यो ब्याङ्ककमा भएको छ 2030 अनुमोदन भएको छ। यसमा चाहिँ केपी ओली 2081 चैत्र 19 मा जानुभएको थियो भने यताबाट फिर्ता हुनुभयो 2081 चैत्र 23 मा। त्यसै गरी प्रश्न नम्बर 22 मा रहेको छ मैनाली कथा सम्मेलन 2081 बाट सम्मानित हुने कथाकार को हुन् भनेको छ, जसको आन्सर रहेको छ रत्न कुजु भन्ने रहेको छ। उ चाहिँ हाम्रो चाहिँ कथाकार सम्मानित व्यक्तित्व हुन्, पुरस्कार पाउने व्यक्तित्वहरू हुन्। त्यसै गरी प्रश्न नम्बर 23 मा रहेको छ वर्ल्ड ब्याङ्कबाट सन् 2025 अप्रिल 3 मा सार्वजनिक रिपोर्ट अनुसार आर्थिक वर्ष 2081-82 मा आर्थिक अनुमान कति हुने रहेको छ भनेको छ, जसको आन्सर रहेको छ हाम्रो 4.5%। यहाँ हेर्न सक्नुहुन्छ 4.5% चाहिँ हाम्रो हुने रहेको छ। त्यसै गरी प्रश्न नम्बर 24 मा रहेको छ किराती प्रथम राजा एलिहड एलम्बरको शाली कहाँ निर्माण हुने गएको छ भनेको छ, जसको आन्सर रहेको छ खोटाङको बुइपे भन्ने ठाउँमा चाहिँ सो निर्माण हुँदै गएको छ। यी चाहिँ प्रथम किराती राजा हुन्। त्यसै गरी प्रश्न नम्बर 25 मा रहेको छ नवनिर्मित धरहरा अस्थायी रूपमा कहिलेदेखि सञ्चालन भएमा आएको हो भनेको छ, यो चाहिँ संविधान दिवसको दिन चाहिँ सञ्चालनमा आएको हो, केपी ओलीले गर्नुभएको हो। फेरि हाइट चाहिँ यसको 3.58 मिटर रहेको छ। यो तर पुरानो चाहिँ 9 तले थियो, भूकम्पले भत्काइसकेपछि पुनः अवलोकन गर्दाखेरि बाहिरबाट चाहिँ 9 तले देखिन्छ, तर भित्रबाट चाहिँ यो 22 तले हो है। त्यसै गरी प्रश्न नम्बर 26 मा रहेको छ वर्ल्ड हेल्थ दिवस कहिले मनाइन्छ भने चाहिँ अप्रिल 7 मा चाहिँ स्वास्थ्य दिवस मनाइन्छ। सबैको साथ भएपछि स्वास्थ्य राम्रो भएपछि सबैको साथ पाइन्छ भने जस्तै सम्झिने। त्यसको नारा चाहिँ रहेको छ हेल्दी बिगिनिङ होपफुल फ्युचर रे। सुरुवात हेल्दी भयो भने चाहिँ के हुन्छ रे, आशावादी भविष्य हुन्छ रे। यो चाहिँ सन् 2048 मा स्थापना भएको हो। त्यसै गरी प्रश्न नम्बर 27 मा रहेको छ नेपाल राष्ट्र बैंकको गभर्नर जिम्मेवारी कोलाई दिएको छ भनेको छ, जसको आन्सर हो वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना भन्ने व्यक्तिलाई दिएको छ। यी चाहिँ 2081 चैत्र 25 मा चाहिँ यी निर्वाचित भएका हुन्।
त्यसैगरी प्रश्न नम्बर 28 मा रहेको छ लेखा व्यवसायको चौथो राष्ट्रिय सम्मेलन को हुन् भनेको छ अथवा को हुन् अथवा लेखा व्यवसायको चौथो राष्ट्रिय सम्मेलन कहाँ भएको कहिले भएको हो भनेको हो त्यो टाइपिङ मिस्टेक भएको यसको आन्सर रहेको छ विक्रम सम्वत 2081 चैत्र 26 देखि 27 सम्मेलनको नारा थियो कर र सार्वजनिक वित्तीय म्यानेजमेन्ट व्यवस्थापनको रूपान्तरण भनिरहेको छ। त्यसैगरी प्रश्न नम्बर 28 मा रहेको छ लुम्बिनीमा इन्टरनेसनल उपकुलपति सम्मेलन कहिले सम्पन्न भएको हो भनिरहेको छ जसको आन्सर रहेको छ विक्रम सम्वत 2081 चैत्र 20 देखि 21 रहेको छ। त्यसैगरी प्रश्न नम्बर 29 मा रहेको छ म्यानमारमा 3,500 भन्दा बढी मानिसहरूको ज्यान जाने गरी विनाशकारी भूकम्प कहिले गएको हो भनेर छ जसको आन्सर रहेको छ विक्रम सम्वत सन् 2025 मार्च 28 मा 7.9 म्याग्निट्युडको भूकम्प गएको थियो। त्यसैगरी प्रश्न नम्बर 30 मा रहेको छ लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन कहिले भएको हो भनेको छ जसको आन्सर रहेको छ विक्रम सम्वत 2081 चैत्र 24। त्यसैगरी प्रश्न नम्बर 31 मा रहेको छ अन्तर्व्यवस्थापिका सङ्घ IEPU को आधारमा दिगो विकास स्थायी समिति एसिया प्रशान्त क्षेत्रबाट को हुनुहुन्छ भन्छ जसको आन्सर रहेको छ नेपाली हुनुहुन्छ जुन चाहिँ अञ्जना साक्य भन्ने चाहिँ व्यक्तित्व हुनुहुन्छ। त्यसैगरी यो महिनाभरिको चैत्र महिनाभरिको सम्पूर्ण समसामयिकहरू तपाईहरुमा अपडेट प्रस्तुत गर्यौं। कृपया अन्तिमसम्म हालिदिनु धेरै धेरै धन्यवाद र हस् दर्शक महानुभावहरु यो महिनाको समसामयिक तपाईहरुमा प्रस्तुत गरिसकेपछि आगामी महिनाको समसामयिक सहित र लोकसेवा अपडेटलाई लोकसेवाका सँग सम्बन्धित अपडेटहरुलाई तपाईहरुमा प्रस्तुत गर्ने बाचा गर्दै हामी बिदा माग्छौं। नमस्कार।